यहाँलाई नमस्ते भन्न चाहन्छु। हाँस्ने हँसाउने र रमाइलो गर्ने क्रम चलिरहेछ। एउटा एउटा जिन्दगीमा घटेका घटनाहरू यति हास्यास्पद हुन्छन् होइन, त्यो सम्झिँदाखेरि हर क्षणमा हाँस उठ्छ क्या होइन। आज पनि त्यस्तै 100% स्योर मेरो जिन्दगीमा घटेको एउटा रमाइलो घटना सुनाउन गइरहेछु। हेरेर साथ दिनु होला, पेट मिची मिची हाँस्नु होला है त। सुरु गरौँ। कुरा कहिलेको भन्दाखेरि म एकदमै छोटो तरिकाले भन्नेछु है त। कुरा कहिलेको भन्दाखेरि 2072-73 सालतिरको कुरा हो। त्यति बेला म चाहिँ +2 पास गरेर ब्याचलर पढिरहेको थिएँ थर्पु क्याम्पसमा। अनि एकजना साथीले चाहिँ मलाई त्यति बेला के भन्यो भन्दाखेरि इन्डिया दार्जिलिङमा चाहिँ एउटा राम्रो काम छ, कपडासँग सम्बन्धित काम हो, 20-25 हजार रुपियाँ आइसी हुन्छ, काम गर्ने भने म सम्पर्क गर्छु, गराइदिन्छु भन्ने कुरा गर्यो। ल ठिकै छ, 20-25 हजार आइसी हुन्छ भने ठिकै छ नि त भन्ने कुरा भयो होइन। त्यो मान्छेसँग कुराकानी भयो, हुन्छ ल ठिक छ भनेर एकजना मेरो मिल्ने साथी थियो, ऊ र म दार्जिलिङ हान्यौँ होइन। अनि त्यो के अरे हामीलाई लाने मान्छेसँग फिदिममा भेट भयो, अनि 3-4 जना भएर गइयो। अनि कुरा बुझ्दै जाँदाखेरि चाहिँ अब त्यति बेला भनौँ न मार्केटिङको जमाना थियो क्या। भनौँ मार्केटिङ कस्तो हो के हो भन्ने कुरा मान्छेहरूले त्यति बुझिया थिएन भनौँ। अब हामीले नि पनि त्यस्तो मजाले बुझेको थिएन र त्यो होइन होला भनेर गइयो। तर मार्केटिङ रहेछ, डाँफे आई7 भन्ने ब्रान्ड रहेछ, अनि कपडासँग सम्बन्धित उ गर्ने, अनि इन्भेस्ट गर्ने, अनि सदस्य बनाउने, नेटवर्किङ होइन। अनि सदस्य बनाएपछि चाहिँ उची माथ्लो स्टेप उक्लिँदै जाने टाइपको रहेछ। गइयो अनि बतासे भन्ने ठाउँमा एउटा घरको पक्की घरको 4th फ्लोरमा चाहिँ हामीलाई राख्यो। हामी जस्तै लेडिज जेन्ट्सहरू हामी धेरै थियौँ भनौँ न, लगभग 25-30 जना थियौँ। भोलिपल्ट के भयो त्यस्तै उस्तै भयो। पर्सिपल्ट बिहान आफ्नो चाहिँ बिहान टोइलेट जाने बानी होइन। अनि बिहान टोइलेट जानु पऱ्यो भनेर म चाहिँ टोइलेट गएँ। अनि फ्याट्ट छिड्किने लगाएँ, अनि बस्यो होइन। त्यो छिड्किनीले झुक्क्याउँदो रहेछ क्या। त्यो लाग्यो भनेर बस्यो, छेड्याक गरेर लाग्यो अब भन्ने विश्वास भयो, अनि बस्यो। तर त्यसले झुक्क्याउँदो रहेछ, कहिले लाग्दो रहेछ कहिले नलाग्दो रहेछ क्या। अलि अँध्यारो तर राम्रै थियो है होइन। टोइलेटहरू चाहिँ राम्रै थियो। अनि अब आफ्नै धुनमा बसिरहेको हुन्छ नि त होइन। अनि अब कस्तो पोजिसनमा बस्छ होइन टोइलेट बसिया मान्छे। अनि त्यति बसिरहेको थिएँ, एकजना लेडिजले आएर फ्याट्टे ढोका खोल्यो। अब्बै भन्ने भयो नि त, यस्तो भयो नि त। हाबी भनेर उसले पनि हतार ढोका लायो होइन। अब फ्याट्टे त्यो लेडिजको अनुहार त मैले देखेँ। अब लाज भयो यार, कस्तो यार के अरे ढोकै लागेन छ भन्ने भयो। हाँस पनि उठ्यो। अनि निस्केँ म, अलिक लाज भयो। अनि त्यस्तै भयो। अनि त्यो केटीको अगाडि त अब भनौँ न, त्यो लेडिजको अगाडि त अलिकति लाज भयो, अलिकति शिर नेउराएर हिँड्नुपर्ने जस्तो टाइपको भयो नि त होइन, लाज भयो। अनि त्यस्तो भयो। भोलिपल्ट बिहान फेरि अब बिहान टोइलेट जाने बानी आफ्नो, बिहान टोइलेट जाँदै थिएँ, गएर फ्याटे ढोका तान्दाखेरि त हिजो जो केटीले मेरो ढोका खोल्यो त्यही केटी बसिरहेको रहेछ। त्यसलाई पनि त्यो छिड्किनीले मलाई जस्तै झुक्याइदिएछ क्या। त्यो लाग्यो भनेर ऊ पनि बस्यो। तर लागेको रहन्छ। फ्याटे तान्दाखेरि यस्तो हेर्दा आफै भन्ने भयो नि त, आफै भनेर फ्याटे ढोका मैले ठेल्दिहालेँ होइन। अनि अब अलिकति लाज भइरहेको थियो। अब त बराबरी भयो नि त, 50-50 भयो होइन। अब ठ्याक्कै त्यही हुनुपर्ने क्या। अचम्म क्या। अब हाँस उठो पुरा होइन। अब केटाहरूलाई सुनाएको सानो हाँसो भएन। त्यो घटना सम्झिँदाखेरि अहिले पनि मलाई हाँस उठ्छ। अनि 50-50 भएपछि त होइन यस्तो गरेर हिँड्न थाल्यो यो नि। त्यस्तो घटना घट्यो। तपाईँको जीवनमा पनि यस्ता रमाइला घटनाहरू घटेको हुनसक्छ। मलाई चाहिँ यो एकदमै जति बेला सम्झिँदा पनि एउटा हाँस उठ्छ क्या, अविस्मरणीय लाग्छ। थ्याङ्क यू। कस्तो भयो? मुख्यतः तपाईँहरूले रमाइलो गर्नुहोला, हाँस्नुहोला, पेट मिचै हाँस्नुहोला है त। थ्याङ्क यू।